बुट लाएर कहाँ जान लाग्छ त अनि ए पानी यस्तो बाटो छ गाइस खरायो ऐ चप्पल लाइट आएर पानी छ अनि थाहा पाएर टिल 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 बुट लाएर चाहिँ त्यो भ्याएर अनि मसिन आइज यता तेरो ब्याङ्क खुल्ला ब्याङ्कमा कति पैसा खरा आइज अहिले म यहाँ मकै हेर्छु यति धेरै खानाले पनि ल हेर्नु सक्नुहुन्छ दामी धेरै मकै अब यो सब मकै बारी काटेर यहाँ धान रोपिन्छ पुरै ऐना जस्तो चल्किन्छ यो मकै भर्ने हेर्नु त मकै हाम्रो बारी एउटा फरक यत्रो धेरै मकै त्यहाँ 3 डोको भइसक्यो यहाँ होला 5-7-10 डोको जस्तो यो मकै बारी एउटा फुल गाउँको लुक्स त हेरि नै राख्नु भएको छ आकाशबाट उडेर ल गाइस टक्क लाएर मकै दाँजेर आइसक्यो खरायो नि भागेर आएछ काम गर्न भाग्छ नि यसरी होइन कहाँ जानिस् न यहाँ चाहिँ न ओइ मुनुलाई चाहिँ भ्लगमा आउने भनेर कडी तेल टोरी तेल लाएर कपाल कालो भो खरायो लै आजकल त कसैले भनेको मान्दैन हो अबेल भयो तँ खान जाने भने खरायो होइन हो यहाँ आइज नि यहाँ बस त्यसरी नजाने यहाँ बस के अरे के त्यही के जाने यस्तो रात होला पोका के हो पोका यहाँ बस्न र एक मिनट त बस्न सक्लास् आइसिर के हट्न नि अरू जिन्दगी के छ अरू खरायो भयो आजकल लजाउन लाइन्छ गाइस अब त्यो भ्लगमा हाल्न गाह्रो छ यसलाई यो ठुलो भइसक्यो 2-4 जना टरुनी पट्टाइसक्यो त्यो हेर्न लाज लाएर मास्क लाग्यो मास्क छोड्न हिरो कस्तो हेर नि त ठ्याक्कै फेरि काम नि गर्छ अरे सिमी नि उठाउँछ अरे होइन हो कराउनुहुन्छ मम्मीले मम्मीसँग नि डराउँछ र अलि मुख लाउँछ यस्तो हिजो त अनि फेरि अरू मम्मीले पिच्छिन् यति आफ्नो आमाले त पिच्दैन नि हल्का पिच्न नि पर्यो नि तँलाई त होइन काम नगरेपछि त यस्तो काम गर्छ त नि वा यस्तो काम हान्ने यार आमा यसले त 3टा बुढीसम्म त पाल्न सक्छस् तैले 3टा बुढीसम्म त पाल्न सक्छस् है कि सक्दैनस् 3टा गाह्रै हुन्छ कति 2टा मात्र सक्ला नि होइन एउटा गाह्रो हुन्छ भन्छ अरे 2टा झगडा गऱ्यो भने त बिचा तल राखेर कुट्यो भने के गर्छ नि 2टा बुढीले त्यही भएर हो ल खरायोले मलाई छोडेर जाने भयो गाइस ल बाइबे भन्दै नि त एकचोटि म चौरसम्म जान्छु कहाँ जाने त जक्सनतिर कता जक्सन को नि तेरो जक्सनमा 2 जना बस्यान मलाई लाइन जान्छ तेरो रातो तेरो कपाल त जुङ्गा त एउटै छ यहाँ चाहिँ एकचोटि त्यो कपाल त त्यो जुङ्गा कस्तो त्यो हाम्रो चाहिँ अब जिम्दिनै हामी जिम जानु पर्यो गाइस किन भन्नु पर्दा चाहिँ 3 राइट 2 दिन रेस्ट भन्दा जिउ थाक्दो रहेछ कहीँ नि त्यही पर खै त अनि त्यो आश्विन उत्यो दाइलाई देखेर नमस्ते पनि गरिदिनुहोस् त तल दाइलाई पछाडि चिन्दैनस् तैँले अस्ति नै गरिसकेको अस्ति नै गरिसक्यो अरे खरायोले धन्न घाम लाग्यो नि त्यति घाम लगाएर परान सकिसक्यो त यति बेला त गर्मीले यहाँ त्यस्तो पसिना आउँछ तँलाई नि देख्नु गाइस यति गाह्रो छ गाउँमा पनि तराईमा झन् कति गाह्रो होला सोच्नु त इमेजिन जस्तो इमेजिन जाँदा नसोध टिपेर आइज खरा तर चर्च छैन नि यस्तोमा ढाकढुटा चर खरायो भएर नि खराब जाता नि चर्छ त नि